यो चाहिँ वर्करको प्युपा। अब ड्रोनको प्युपा छुट्टै हुन्छ। ड्रोनको प्युपा चाहिँ वर्करको भन्दा अलिकति ठुलो हुन्छ, साइज पनि ठुलो हुन्छ, यसमा छैन। अनि हजुरको प्राय हामीले हनीको लागि दोस्रो उ नै राखिन्छ है? दोस्रो च्याम्बरमै राख्ने, सुपर च्याम्बर राख्ने। तल्लोमा चाहिँ विशेष गरेर ब्रुडिङ च्याम्बरहरू छ। एकदमै राम्रो देखेको छ लार्भाहरू हैन? यिनीहरुमा चाहिँ व्हाइट थर्मोमिटर के दामी देख्ने एकदम। अब फस्टाउने सिजन हो नि त, सुरु भइसकेपछि ड्रोन चाहिँ ट्याक्कै चिनिँदो रहेछ। ड्रोन ठ्याक्कै चिनिन्छ। अनि यो रानी मौरी पनि देखिन चाहिँ सक्दैन? रानी मौरी देखिन्छ। अब यहाँ जुनसुकै फ्रेममा हुनसक्छ, हेर्दैछु म कतिले छ भन्ने। रानी मौरी चाहिँ एउटा भागमा एउटा मात्रै हुन्छ। अब यहाँ देख्यो है, यो अघिको ड्रोन र यो ड्रोनमा फरक छ नि। यो चाहिँ सबै ड्रोनको प्युपा स्टेज हो। ड्रोनको चाहिँ अलिकति उठेको हुन्छ कि साइज। यो चाहिँ यो वर्करको भयो, यी छ यो ड्रोनको भयो। यहाँ ठुल्ठुलो कोच हालेको छ नि, यो सबै ड्रोन हाल्छ यसबाट। यो हामीले आवश्यक छैन भने निकालेर फालिदिन नि सक्छौँ। किनभने हामीले सफिसियन्ट ड्रोन यहाँ छ भने यो राख्नु भनेको खानाको रिसोर्सेस बढी जान्छ नि त। त्यही भएर यसलाई आवश्यक छैन भने काटेर फालिदिने हो कि। यो चाहिँ काटेर फालिदिने, यो लार्भा चाहिँ मजाले भुटेर खाए नै हुन्छ। हामीले बच्चामा बार लागेको खा जस्तै त हुन्छ होला। बियरसँग लास्टै मिठो हुन्छ। यसमा क्विन छैन है। यो चाहिँ ड्रोनको चाहिँ उठेको हुन्छ ट्याक्कै मन्दिर जस्तै, साइज ठुलो हुन्छ नि त, बोलिँदै